다 도마들이야. सर्वप्रथम 마르고야 신신난겐기. मार्गमा ग्रीष्मकालीन अथवा बर्खाको मासको 겐두기데 숨버드 सिन्जल 주마데 मार्फत 다 다나 신기지. हेरिरहनुहुने सम्पूर्ण 주비고 बौद्ध 게신예 켈로 भिक्षुनी त्यस्तै गरी केम्बो आचार्य लगायतका 소란 다나 신기지 सम्पूर्ण 쇼르고 यो बौद्ध मार्गीहरूमा 소소로야 ट्रासि게 अनि सब샤이. सुस्वास्थ्यको कामना साथसाथै हार्दिक न्यानो अभिवादन प्रक्रिया हुँदछ 다 드린데 무트에네 안다 가장 आज 가장 फेरि 초로 쉬아래 अस्तिको जुन 경과 बाँकी 침벽고 फेरि म 지역다 निरन्तरता दिन चाहँदैछु भिक्षु 다 경화 침벽고 대신 महादेवको 산다 कुरा गर्न 가정 जान्दै 시에네다 यहाँलाई जोड्न 조디 चाहन्छु 상지 예버마와 세는 저거도 딱 간다 यो 제라나 와라네 सर्वस्ती 저거도 간다 코난 저기다 슝 게라 अब 첨부 सर्वस्ती 그랬잖아 वाददेखि लिएर भनौँ 제라도 न 시에바 첨부스 하더라고 제라도 시에바 योसँग जोडिएको 첨부스 कुरा म 하기다 बताउन चाहँदैछु 슝 디나로래야 하는 अब यो 라치베기 झेराउँदो सेबे 리뷰 소노래 दो भनिन्छ 그래서 अर्थात् 다티 시자지 쉬운 뉴스안에는 विशेष 아시아부사 महाभाषिका 얘네 शास्त्रभित्र यो 사면에 कुरा 대해서 लेखिएको रहेछ त्योभित्र अब बताइएको कुरा बताए बमोजिम 생긴기에는 भिक्षु महादेव भनेको चाहिँ 리부체지 마당 माता पनि 아니 आफ्नो 대해서도 आमा मार्ने 마세베기에는 र चाहिँ अब 코난지 हत्या गर्ने एउटा 주기 विद्रोहलाई पनि बुझिँदो रहेछ 라저 인동도 체네 उहाँ चाहिँ अब 아니 आरत भएको जस्तै एउटा देखावटी गरेर 다들이야 지 विभिन्न अब 미세베기지 भनौँ न 다 라저 이나 अनि तपाईँहरू अब 다들 라저 उहाँले 비디 प्रश्न 딘데 गर्नुभयो 차요 말어 라저 अब उहाँ 미네 आराध होइन तर 인동도 पनि 체 뉴스안에 कुनै भिक्षुहरूले 유덴데 उहाँलाई 뉴스안에 प्रश्न गर्दाखेरि अब 니신다 더버게 अनि उहाँहरूलाई 니신다 अरू 더버게는 다 भिक्षुहरूलाई 더버게 शङ्का सन्देह लाग्यो 시야체도 आराध हो भने यस्तो त 다와로 नहुनुपर्ने के हो भनेर 망가사 सोधपुछ गर्दाखेरि अब 야나지 भिक्षु 파시베기 महादेवलाई चाहिँ 싱하세 5 प्रकारको 쳔브레스 धर्महरू अब दर्शनहरू बताएको थियो भन्ने कुरा 다 돼야지 लेखोत्मा छ 파시베기 싱하데마 यो 시지에 भिक्षु 콜로나 महादेवको यो 5 वटा 그러다 시지엘이야 खराब विचार भनौँ न 디지 नराम्रो 5 슈비나 वटा दर्शनहरू विचार के रहेछ त भन्दाखेरि अब संक्षिप्तमा बताउनु पर्दाखेरि 디 시지엘다 디는 균디 시지엘이 게라 첨보를 갈라간서 게라 첨보를 차리 यो चाहिँ महाप्रख्यात 디 शब्द 디디 रहेको छ यो 슈나섬 차야서 यो चाहिँ के हो त भन्दाखेरि 디 भिक्षु 시지엘이야 महादेवको 능균 खराब विचार अर्थात् 저게 좀 नराम्रो 해야겠다 दर्शनहरू के 야나 रहेछ 제라도 भन्दाखेरि 시아바 첨보 다 야나겐 주 यो चाहिँ चिनको अनुवाद रह्यो 콘데 체바 त्यस्तै गरी यो फाजुन फा시 शुगरबा 홍게 주 야나겐 주 यो 베야야 규샤 교스도와 चिनको 디나는 얘네 अनुवाददेखि 치데 बोधमा 능균 भाषामा अनुवाद 마음속에다 गरेको रहेछ 지 요라 베주다 치저바 디니우 यो चाहिँ 버로야 अब समग्रमा सबैले 케바요레 प्रयोग गर्ने शब्द यही नै हो यो के रहेछ त भन्दाखेरि 케바 가리얼 슈비나 제라도 시에바 침변 나로나 생기 디데 미시에다 태준 버리 अब यो चाहिँ अब विशेषता 람나 महाभाषाका 라베 भित्र 케바데 테네 अरूले 산데 सोद्धाखेरि नजान्ने सन्देह अरूलाई शङ्का 디르소라 लाग्ने 다 빙규 अनि 마마 디세 सबैको 나로래야 मार्गहरू 아니 라나 ध्वनिदेखि 머리바 उत्पन्न हुने यो चाहिँ 람네 बुद्धको 다이 धर्म हो 주 भन्ने 태준 यसरी 제라 생기 주 छिलो बताउनु 디네 भएको 상게 रहेछ 때바 이나세 महादेवले 딱 होइन 간다 츠기 त्यसै गरी अब 나라도 만다세 प्राचीन 다이나 나라도 पूर्व 소 अब 제비나 अनुवाद अनुसारमा चाहिँ 제라도 सबै 시에바 침뷰 भगवानहरू 기능나는 예데바 데르 अज्ञानद्वारा भ्रम फँसेको हो 빙규르마 मार्गहरू 디즈나는 예데바데 मार्ग चाहिँ लाना 머리바 일루스 दिसा네 स्वरको सिलसिलादेखि आएको हो सन्देहहरू सबै सन्देह त्यस्तै गरी अरूको कुनै अरूदेखि आफूले बुझ्नुपर्ने हुन्छ यो बुद्ध धर्म हो भने यसरी अब बुद्धको धर्म हो शासन हो भने यसरी 5 वटा दर्शनहरू यो भिक्षु महादेवले बताउनु भएको यो चाहिँ विशेष महाभाषिका शास्त्रभित्र यो चिनको अनुवादको अनुसार यसो लागेपछि भोटमा यही नै अनुवाद गर्दाखेरि अब चिनलाई स्रोत चिनको अनुवादलाई स्रोत राखेर भोट प्राचीन भोटको विद्वानहरूले अनुवाद गर्दाखेरि शब्दमा अलिकता फरक आएको छ यो चाहिँ प्रख्यात र सबैले
बुझाइमा आएको यो एउटा श्लोक हो यो 근데 다 측제의 컨디스 충분해서 다 यो 측제 충분해서 측제의 व्याख्या 컨디스 अर्थात् यो 충분해서 पद्य कसरी सुरुवात 다대야 भयो त 코란도 कहाँदेखि आयो त भन्दाखेरि गेलोला बस्या दिएन रौद 충사 यो 코란 भिक्षु 겐세기 महादेव चाहिँ अब 네 고바데야 나 장가 공가로 왔으려고 उहाँ चाहिँ अब भिक्षु हुने 다 कुन 장가 ठाउँमा 공가로 भिक्षु हुनुभयो त भन्दाखेरि 예배지 कुकुतारामा भन्दो रहेछ 펜시야 कुकुतारामा 갈리갈리베 त्यहाँ भिक्षु हुनुभयो 공부 좋아 쟤네 अब त्यहाँ स्थविराहरू थियो त्यहाँ स्थविराहरू क्रमैसँग यो परिनिर्माण हुनुभयो अब भिक्षु भइसकेपछि हरेक पूर्णको दिनमा उपसुतको अब शिलालाई सुदान गर्नुपर्ने हुन्छ त्यो दिनमा अब भिक्षु महादेवले यसरी उपसतको क्रममा चाहिँ प्रतिमोक्ष सूत्र पढ्नुपर्ने हुन्थ्यो अध्ययन गर्न वाचन गर्नुपर्ने हुन्थ्यो त्यो वाचन गर्ने क्रममा चाहिँ आफूले लेखेको प्रतिमोक्ष अब सूत्र चाहिँ उहाँले बताउने गर्नु त्यो भित्र अब त्यो बेला के हो त पाँचवटा दर्शनको कुराहरू उहाँले जोड्नु भयो जुन प्रतिमोक्ष सूत्र वाचन गर्ने क्रममा अब त्यो भित्रको त्यो भन्दाखेरि अब शिक्षामादेखि लिएर भनौँ न सबै ज्ञानले पारङ्गत भएको कुरादेखि लिएर ज्ञान भएका भनौँ न ज्ञानले बुढ्न भएको शिलालाई रक्षा गर्ने समाधिमा लिन भएका सबैले सुन्दाखेरि अनि त्यहाँ त्यो भित्रको एकजना भिक्षुले के भन्नुभयो भन्दाखेरि तपाईँमा अल्प ज्ञानले भन्नुभएको एउटा तपाईँ एउटा बुद्धि रहेछ तपाईँले बताउनु भएको यो प्रतिमोक्ष सूत्र त होइन त यो क्रममा अब यो हामीले पहिले कहिले पनि सुनेको नि हो न त्यो भित्रमा विवादहरू मच्यो त्यो चाहिँ के हो त बिहान उषाकालदेखि लिएर अनि सुरुवात भएको विवाद चाहिँ अब घाम लाग्नेसम्म भनौँ न बिहान अब 3 बजीदेखि सुरुवात गरेको विवाह त्यहाँदेखि मचिएर अब यो घाम लागिसकेर अब 8-9 बजेसम्म पनि पुरा यो विवाद धेरै मचिँदै र एकदम अब त्यो विवादलाई अब कसैले छुटाउन सकेन त्यहाँको गाउँको बस्ती नगरको मान्छेहरू सबै आउनुभयो के हो भनेर भिक्षुमा सङ्गम यसरी भयो भन्दाखेरि अनि भिक्षु वर्गदेखि उपासक वर्गदेखि लिएर सर्वसाधारणदेखि लिएर भनौँ न सबै त्यहाँको व्यवस्थादेखि लिएर छुटाउन सकेन यो कुरा मचिँदै गएर राजाको कानमा सुने मन्त्रीहरूले सुने अब एकदम ठुलो विवाद मचेको हुँदाखेरि पछि गएर राजाले अब निर्णय लिनु पर्यो अब राजाले पनि यो विवादलाई अब छुटाउन सकेन रहेछ विभिन्न यो अब के हो त भन्दाखेरि राजाले पनि धेरै गाह्रो समस्यामा परेछ र धेरै शङ्का भएर के हो भने अब राजाले चाहिँ त्यो बेला ठुलो नाम अब प्रतिमोक्ष सूत्र पढ्ने त भिक्षु महादेव उहाँलाई सोध्नुभएछ के हो त अब यो कसरी छुटाउने भनेर राजाले उहाँलाई प्रश्न गर्ने क्रममा अब यो सत्य र असत्य अब कसरी छुटाउने त भिक्षु महादेव भनेर राजाले सोध्नुभएछ महादेवले अब के बताउनु भएछ भन्दाखेरि प्रतिमोक्ष सूत्रभित्र के बतायो भित्र चाहिँ विवादहरू शान्त गर्नुलाई के गर्नुपर्छ भन्दाखेरि धेरै अब मान्छेहरूलाई अब सोध्नु पर्दछ धेरै दलहरूलाई चाहिँ अब स्रोत लिएर चाहिँ विवादहरू छुटाउन सकिन्छ भनेर प्रतिमोक्ष सूत्रभित्र बताएको हुँदाखेरि यो गर्नुपर्छ भनेर यसरी उत्तर दिनुभयो त्यही कारणले गर्दाखेरि अब राजाले के निर्णय लिनुभयो अब राजाले दुईटा निर्णय लिनुभयो एउटा भिक्षुहरूको दुईटा वर्ग छुटाउनु भयो एउटा चाहिँ अब भिक्षु महादेव वर्ग समूह अर्को भिन्नता अर्को सङ्घहरू छुटाउनु भयो अब त्यो बेला के हो त भन्दाखेरि अब
अब इष्टवीरको समूह र नि त्यसै गरी अब भिक्षुहरूको अब भिक्षु संघहरू को वर्ग दुईलाई छुटाउनु भयो अब भिक्षु महावर्ग भिक्षु महादेवलाई चाहिँ सङ्घको दल धेरै भएकोले उहाँलाई अब समर्थन गर्ने धेरै भयो र इष्टवीरहरू थोरै भयो त्यही कारणले गर्दाखेरि त्यो बेलामा चाहिँ भिक्षु महादेव चाहिँ विजय हुनु पुगेछ किन भन्दाखेरि उहाँको पक्षमा धेरै सङ्घार भएको थियो इष्टवीरको थोरै थियो तर जे भए तापनि भिक्षु महादेवको पक्षमा धेरै भए तापनि अब यो विवादलाई चाहिँ टुङ्गाउन सकेन रहेछ सेलाउन सकेन रहेछ यो चाहिँ के हो त क्रमैसँग यो फर्किँदै गएछ यो विवादहरू अब यो कुकुतारामा यो बिहारमा भएको रहेछ यो विवादले अब शान्त पार्न नसकेर दुई समूहहरू दुई निकायहरू छुटेको रहेछ भन्ने यहाँ देखियो एउटा के हो त भन्दा एउटा चाहिँ अब इष्टवीरको निकाय अर्को चाहिँ के हो त महासङ्घीको निकाय महासङ्घीको निकाय चाहिँ अब केसँग पर्यो भन्दाखेरि यो भिक्षु महादेवको पक्षमा पर्यो इष्टवीर निकाय चाहिँ अब अर्कोपट्टि परेछ यहाँदेखि अब ठुलो विवादमा जाँदाखेरि दुईजना निकायहरू हुनुको रहेछ अब त्यो बेला के हो त सङ्घको दलहरू दुई वर्गमा छुटिनु विभाजित हुन पुगेछ अब इष्टवीरहरू के हो त धेरै अब सङ्घमा विवाद आइसकेपछि भिक्षुहरूमा हनान परिसकेको यो राम्रो हुँदैन त्यहाँदेखि अब के हो त इष्टवीरहरू चाहिँ अब त्यहाँदेखि भनौँ न छुट्टै भएर त्यहाँदेखि अब यो कुकुतारामादेखि अर्को ठाउँमा जानुपर्छ अब यो अराधहरू र यो भिक्षुहरू एक आपसमा अब मुटामुट हुँदाखेरि अब नमिल्दाखेरि उहाँहरू बेग्लै ठाउँमा जानुभएछ यो चाहिँ राजाले सुन्नुभएछ ओहो राजालाई एकदम रिस उठेछ किन यसो छिटिनु पुग्यो किन त्यहाँदेखि अर्कै ठाउँमा जानु परेको रहेछ भनेर नि राजाले आदेश दिनुभयो कि मन्त्रीलाई जुन अब जुन कुकुरामातादेखि टाढो भएको भिक्षुहरूलाई गङ्गा नदीको बीचमा नाउँमा लागेर तार्नु त्यो बीचमा पुगिसकेपछि दुलो परेको नाउँमा लगिसकेपछि दुलोलाई चाहिँ ठुलो पारिदिनुहोस् जो त्यो नदीमा डुब्छ तिनीहरू चाहिँ के हो त अनि एकदम कमजोर हो तिनीहरू चाहिँ अब कमजोर स्थितिको भिक्षुहरूलाई हामीले ठान्नुपर्छ जो त्यहाँदेखि मुक्त हुन्छ त्यो चाहिँ अब हामीले कुन चाहिँ सही कुन चाहिँ गलत त्यहाँदेखि हामी निर्णय लिउँ शक्तिशाली हो भने उहाँहरू पानीमा डुब्दैन जो शक्तिशाली छैन ज्ञानले भरिपूर्ण छैन ब्रह्म खोजेको छ पानीमा डुबेको छ तिनै सकम हुनेछ भनेर राजाले निर्णय लियो अब त्यही अनुसारले के हो त अब जुन अब कुकुरा मातादेखि अब छुट्टेको हो नि त त्यहाँ राम्रो नभइसकेपछि अब साँच्ची नै त्यो नाउँमा चाहिँ अब अराधहरू थिए र आर्यजनहरू थिए साँच्ची नै के हो त त्यो नाउँ चाहिँ दुलो परेर मुनि पानी भरिसकेपछि त्यो नाउँ चाहिँ पानीमा डुब्दै गयो र त्यहाँ हुने अराधहरू चाहिँ साँच्ची नै आकाशमा उडेर गए अनि पानीभित्र अनि पानीले अब उहाँहरूलाई डुबाउन सकेन उहाँहरू उडेर जानु भयो तर त्यो भित्रबाट कतिपय अब हृदयपट ज्ञान अब नभएको अब त्योभित्र कुनै अराधहरू पनि थिए कुनै अब सामान्य भिक्षुहरू पनि थिए अराधहरूले जुन शक्ति प्रदर्शन गरेर जुन शक्ति नभएको भिक्षुहरूलाई पनि त्यहाँदेखि जोगाएर अनि रक्षा गरेर अर्को ठाउँमा पुऱ्यायो अब जुन अब शक्ति नहुने भिक्षुहरूलाई पनि अराधहरूले शक्ति भएर ज्ञानको समाधिको ज्ञानद्वारा अनि उहाँहरूले तस्बिरमा पुऱ्याउनु भएछ आकाशमा उडेर उहाँहरू बिस्तारै उहाँहरू चाहिँ अब
अनि अर्को ठाउँमा पुग्दाखेरि राजा चाहिँ यो कुरो सुनेर चकित भएर आहा मैले धेरै नै गल्ती गरेछ नि सही सही र गलत कोही अब चुमिनी अब उहाँ अर्को ठाउँमा जानुभयो भने उहाँ चाहिँ राजा बेहोस हुनुभएछ अब उहाँ के पानी छर्केर झार्छ बिउजिँदाखेरि अब फेरि उहाँ होसमा आइसकेपछि त्यो अरबहरू कहाँ बस्नु भएको छ उहाँहरू जसरी पनि खोज तलास गरेर फेरि पूर्ण यही ठाउँमा उहाँहरूले सवाल गर्नुपर्छ भनेर अनि मन्त्रीलाई आज्ञा दिए बमोजिम उहाँ चाहिँ कहाँ रहेछ भने कश्मीरमा पुग्नु भएको रहेछ अब सबै आर्यहरू अरबहरू चाहिँ अब कश्मीरको ठाउँमा पुग्नु भएछ फेरि त्यहाँ मन्त्रीले चाल पाइसकेपछि राजाले फेरि पुन तपाईँहरूलाई चाहिँ पुतामानामै पाल्नु भनेर अनि राजाले आग्रह गर्नु अनुरोध गर्नुभएको छ बापत पनि अरबहरूले चाहिँ स्वीकार गर्नु भएन अब हामी उहाँ जाँदैन अब हामी यही नै बस्नु भनेर अब अरबहरूले जवाब दिनु भयो राजाले त्यो कुरो सुनिसकेपछि राजा त्यहीँ कश्मीरमा पाल्नु भएर अरबहरूलाई बस्नुको लागि ठुलो अब बिहारहरू निर्माण गराइदिनु भएछ त्यहाँ अनि यस्तो रहेछ यो अनि कश्मीरमा यसरी बौद्ध धर्म स्थगितहरूको लागि भिक्षुमा देवको कुरा फेरि गर्न चाहन्छु भिक्षु महादेव यसरी एउटा बस्तीमा जाने क्रममा अब त्यो अब यो भनौँ न त्यो भित्र त्यो बस्तीमा चाहिँ अब एउटा ज्योतिष जुन के हो त अब उसको व्यक्तिगत कुरा गोप्य कुराहरू पनि देख्न सक्ने त्यो क्षमता भयो एकजना अब मान्छे भेट्यो अर्थात् ज्योतिष पात्र पल्ट्याउन सक्ने जोखले हेर्न सक्ने अब यो कुरा चाहिँ के हो त भन्दाखेरि भिक्षु महादेवको कुरा चाहिँ अब महादेवलाई नबताएर चेलालाई बताइन्छ के भनेछ भन्दाखेरि महादेव चाहिँ अब यो भिक्षु महादेव चाहिँ 7 दिनपछि खस्नुहुन्छ मर्नुहुन्छ निधन हुनुहुन्छ अनि यो कुरा चाहिँ अब के हो त चेला जुन महादेवको भिक्षु महादेवको चेलाले सुने तर्सेर अनि आफ्नो गुरुलाई बताउनु भयो फलाना मान्छे तपाईँले यस्तो भन्नुभएको छ के हो भनेर बताउनु हुँदाखेरि अब उहाँ चाहिँ अब एउटा भ्रममा फसेको एउटा डुप्लिकेट भनौँ न सत्य नभएको अब आराध भएको हुँदाखेरि मलाई सबै थाहा छ म चाहिँ अब 7 दिनपछि मर्ने नै हो भनेर चाल नपाउने चाल पाएको चाहिँ गरेछ चेलाको अगाडि अब चेलाहरूले सबै थाहा पायो भने गुरु माने भने गुरुले त्यस्तै भने थाहा त छैन तर एउटा ज्योतिष पात्र हेर्ने गुरुले भनिसकेपछि म अब सबै बताए दर्शन म अब 7 दिनपछि खस्ने हो मेरो प्राण जान्छ गुरुले पनि त्यही बताउनु कारणले गर्दाखेरि चेलाहरूमा धेरै एकदम शोकहरू परेछ अनि चेलाहरूले सबै ठाउँमा दिशामा फैलाउनु भएको है गुरु अब हाम्रो देव भिक्षु महादेव अब निर्बन्ध हुनु आँटेको छ खस्नु आँटेको 7 दिनपछि सबै ठाउँमा अब उहाँले सूचना दिएको गर्दाखेरि जति सक्दो अब के हो त अब उहाँको अब अन्तिम दृष्टिको लागि अब साँच्ची नै 7 दिनपछि साँच्ची नै उहाँ चाहिँ खस्नु भएछ साँच्ची नै अब खस्नु भएछ अब साँच्ची नै अब भिक्षु महादेव 7 दिनपछि अब खस्नु भएछ खस्नु अब सबै त्यहाँको राजा रानीदेखि लिएर मन्त्री सबै भिक्षु वर्ग सबै शोकमा परेछ साँच्ची नै खस्नु भयो उहाँ ज्योतिषले हेरेको जस्तै त्यस्तै भएछ अब उहाँलाई के हो त अन्त्येष्टिको लागि अब सम्मानको हिस्सामा के हो त अब घिउदेखि लिएर धेरै राम्रो फुलहरूदेखि लिएर विभिन्न सुगन्ध धूपदेखि लिएर विभिन्न चन्दनको काठदेखि सबै त्यो जलाउनको लागि भेला गरेछ तर उहाँको जुन अब पार्थिव शरीरलाई चाहिँ एकदम सफा ठाउँमा राखेको आगो लगाए तापनि त्यो जल्नै सकेन भिक्षु महादेवको शरीर जति आगो जलाएर पनि आगो पुग्नै सकेन
세마다 신기해서 नि यो किन होला यो किन भने यता सोध उता सोध गर्दा 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 फेरि ज्योतिषलाई सोध्नु यो ज्योतिषलाई अब हेर्न सक्ने एउटा पात्र हेर्न सक्ने फेरि बोलायो यो के होला किन नजला आगोले किन नटेल्यो अनि यसरी कुराकानी गर्दाखेरि पछि के हो त भन्दाखेरि किन भन्दाखेरि पछि यो ज्योतिषीले हेर्दाखेरि मलाई पुण्य यो सबै राम्रो राम्रो कुरा भएकोले जलाउनु सक्ने पुण्य छैन त्यही कारण नजलेको त्यो भित्र पनि एउटा थोरै एउटा कुकुरको आँची कुकुरको खोर त्यहाँ जुन एउटा भनौँ न आँची भनौँ न एउटा हो त्यो अलिकता केही त्यसमा हालिदियो भने चाहिँ आफै बलेर जान्छ कि ज्योतिषीले भनेको मुताबिक त्यो सोको ठाउँमा जुन अब भिक्षु महादेवको पार्थिव शरीर भएको आगोको ठाउँमा चाहिँ अब नजलेको ठाउँ सबै कुरा भएको त्यहाँ कुकुरको आँची हाल्ने बित्तिकै आगो एकदम मजाले दान्किन भनेछ सबै आगो बलिसकेपछि हावा एकदम हुरी बतास आइसकेर त्यहाँ एउटा कुनै धुलो पनि धुलो पनि नरहेको यसरी उडेर लागेछ यो चाहिँ के हो त मूल सर्वस्तिवादले यसरी लेखेको छ अझैको त म पापी भएकोले उहाँको प्रारम्भिक काल उहाँको मध्यम काल र उहाँको अन्तिम काल सबै पापी भएको कारणले गर्दा उहाँ कुकुरको मैला हाल्दाखेरि जलेर अन्तिममा त्यो खरेनी पनि नलागिकन हावाले उडेर लाग्यो यसरी अब साँच्ची नै भिक्षु महादेव यस्तो पापी थिए त यस्तो विषयमा पछि म फेरि बताउने छु है त अब मूल सर्वस्तिवादले बताएको कुराहरू चाहिँ यही नै रहेको छ अब फेरि यसमा म निरन्तरता भिक्षु महादेवसँग सम्बन्धित भएकै कुराहरू बताउँछु यसमा चाहिँ के हो त मूल विभाजित हुनुको कारण के हो त भन्दाखेरि यसमा दुईटा कुरा बताउन चाहन्छु त्यसमा दुईटा रहेको छ एउटा मूल अब निकाय विभाजित हुनुको मूल अब स्रोत के हो दक्षिण र उत्तर दिशाको मुख्यको तुलना गर्दाखेरि कुन चाहिँ कुरा सही हो भन्ने कुरामा भन्दाखेरि अब पहिलो रहेको छ मूल अब यो निकाय विभाजित हुनुको कारण के हो भन्दाखेरि यसमा दुईटा महत्त्व रहेको छ दुईटा रायहरू पहिलो बुद्धकालीनमा अब सङ्घको निकायको सङ्घको दल एउटा मात्रै पछि गएर अब दुईटा विभाजन पछि गएर भनौँ न पछि गएर बुद्ध परिनिर्वाण भइसके बापत निकाय दुईटा निकायहरू मुख्य विभाजन हुनुको कारण के हो त भन्दाखेरि एउटा चाहिँ अब दक्षिण दिशाको परम्पराबाट आएका बौद्ध मार्गी अर्को चाहिँ के हो त उत्तर दिशादेखि परम्परागत आएका बौद्ध मार्गी दुईटा कुराहरूको दुईटा मत रहेको छ अब यो क्रममा दक्षिण परम्परागत आएका बौद्ध मार्गीले बदन गर्दाखेरि उहाँहरूले चाहिँ अब लिङ्जे लोग्यो भनिन्छ अर्थात् दिपवंशको भित्र इतिहास दिपवंश र महावंशभित्र कुरिएको छ यसको विषयमा चाहिँ यो मूल यो क्रममा यो निकाय छिरिनु कारण के हो त भन्दाखेरि प्रत्यक्ष रूपमा बदल पर्दाखेरि यो 10 धर्मले गर्दाखेरि 10 धर्ममा यसरी विवाद मचिँदाखेरि मुख्य अब दुईटा निकायहरू छुटेको भनौँ न पूर्व दिशाको यो वैशालीको भिक्षुहरूले चाहिँ सङ्घहरूले चाहिँ यो चाहिँ हुन्छ यो चाहिँ हामीले समर्थन दिनुपर्छ भनेर अब पूर्व दिशाको सङ्घहरूले चाहिँ स्वीकार गरे किन भन्दाखेरि यो विनयशीलहरू चाहिँ अलिकति खुकुलो हिसाबमा हेर्नुपर्छ भनेर विचार गर्नुभयो तर के हो त पश्चिम दिशाको भिक्षुहरूले चाहिँ यो अर्थात् यो कृति यशोदाहरूले चाहिँ यो चाहिँ हुँदैन यो चाहिँ बुद्धले रोकिएको थियो अनि यसलाई चाहिँ अब सही समर्थन गर्नु हुँदैन भनेर त्यसको सपोर्टरमा समर्थन चाहिँ के हो त इष्टवीरहरूलाई धेरै अब स्वागत गरेर अब छलफल गरेको थियो
가장 쉬운 시 개론 취직지기 안 त्यो 다다디 भित्र के हो त अब 내내 타제버 될래야 로 멍구니 술도 고란수 अब 땡도 10,000 जति यो सङ्घहरू चाहिँ भिक्षुहरू चाहिँ इष्टवीरहरूले बताएको कुराहरू चाहिँ अब त्यति चिन्ता नबुझ्नु भएर त्यसमा अब त्यहाँदेखि छुटेर गयो अब यो कसरी छुट्यो भने निकै हुनेको समय के थियो त भन्दाखेरि बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि यसरी निकैहरू छुटिनु गएको रहेछ विशेष गरी केमा भन्दाखेरि 10 अब धर्म 10 विषयमा आधार धर्ममा 시주기 저바디 간대지레 슬라비나 인신 첨부 예외 선물보다 인과 수규는 신 제거를 쓰게 나와 차부 예외게 अब यो चाहिँ के हो त यो बुद्धको कालमा जस्तो अनुसार जानुपर्छ हामी केही पनि परिवर्तन गर्नु हुँदैन भने अलिकता साँगुरो सोचको भनेर एउटा चाहिँ के हो त होइन समयअनुसार देशअनुसार समयअनुसार हामीले चल्नुपर्छ भनेको कुरामा बुद्धको जस्तो छ त्यस्तै हुनुपर्छ बताउनु हुँदैन दुईटा निकै छुट्यो यो त्यो दक्षिण दिशादेखि आएको परम्परा भिक्षुहरूले बताउने म बौद्ध मार्गको मत अब के हो त अब उत्तर दिशादेखि आएको परम्परागत आएका बौद्ध मार्गी अर्थात् भिक्षुहरूको उहाँले के हो त भन्दाखेरि यो बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि निकै मुख्य छुट्नु कारण के हो त भन्दाखेरि भिक्षु महादेवले बताउनु भएको पाँचवटा स्रोत पाँचवटा आधारले गर्दाखेरि यो विवाह दुईटा निकायहरू विभाजित हुन पुगेको हो उत्तर दिशाका परम्परागत आएको बौद्ध मार्गी अर्थात् भिक्षुहरूले यसरी बताउनु भएको छ त्यो भित्र के हो त यो विवाद हुनुको कारण के हो त उपसम्म गर्ने क्रममा यो प्रति मोक्ष सूत्र वाचन गर्ने क्रममा यसरी विभिन्न विवादहरू बच्चिएका थिए त्यहाँदेखि नै दुईटा निकायहरू दुईटा समूहहरू दुई दलहरू छुटिनु पुगेको हो यो चाहिँ के हो त अब त्यो बेला चाहिँ बुद्ध परिनिर्वाण भएर 116 देखि 160 वर्षपछि यो विभिन्न विभाजित हुनु पुगेको हो त्यही कारणले गर्दाखेरि अरबले ज्ञान प्राप्त गरेर भने अझै पनि सङ्घ र सन्देश छ भनिदियो त यो त साँच्चै नै विवाद हुने कुरा भयो कि अरब जसको अझै पनि सङ्घ सन्देश छ भन्थ्यो त अरू त हुनु सक्दैन त्यही कारणले महादेवलाई चाहिँ यो समर्थन गरेको कारण समर्थन गर्ने भिक्षुहरू धेरै भएको कारणले गर्दाखेरि अब ज्ञान परिपक्व भएको अब इष्टवीरहरूको मनमुटा भए मिलेन त्यही कारण छुट्टिनु पुग्यो एउटा इष्टवीर एउटा काश्मीरतिर सँग एउटा छुट्यो अब कुकुरा माता त्यही कारणले गर्दाखेरि यो 116 देखि 160 सम्म भएको फरक भएको भन्दाखेरि त्यो बेला अब अशोक राजा थियो नन्दको राजवंशमा थियो भन्ने कुरा पनि छ त्यसमा यो चाहिँ अब विशेष गरी भिक्षु महादेव भएको कुराले गर्दाखेरि अब यो छुटेको हो भने यो उत्तर दिशाको परम्परागतले बताएको बौद्ध मार्गीहरू अब यो मुख्य निकै छुट्नु मुख्य कारण के हो नमिल्ने कुरा के छ त भन्दाखेरि यसमा अब तुलना गर्दाखेरि मूल अब निकै छुट्नुको कारण स्रोत के हो दुवै पक्षमा तुलना गर्दाखेरि यसमा चारवटा कुरा रहेछ यो विवाद नमिल्ने कुराहरू यो चारवटा कुरा के हो त भन्दाखेरि नमिल्ने कुराहरू निकाय विभाजित हुनुको कारण चाहिँ के हो त भित्रमा नमिल्ने कारणै छ के हो त भन्दाखेरि एउटा 10 आधार धर्मसँग नमिल्ने कुरा अर्को चाहिँ के हो त विशेष गरी यो शीलाको विनयशीलाको अभ्यास गर्ने तरिकासँग नमिलेको कारणले गर्दाखेरि रहेछ अर्को चाहिँ के हो त दक्षिण दिशाको भिक्षुहरूले चाहिँ के सङ्घहरूलाई के गर्नुभयो त निकै छुट्नुको कारण 10 सालमा हो भने
उत्तर दिशाको सङ्ग्रहले चाहिँ के भनेर भन्दाखेरि भिक्षु महादेवको पाँच आधार धर्मले गर्दाखेरि मुख्य निकाय छुट्याउनु कारण के हो भने यही हो भनेर यसरी बताउनु भयो। एउटा चाहिँ 10 आधार धर्म, एउटा चाहिँ 5 आधार धर्मलाई छुट्यायो नि त। अनि यो दर्शनले गर्दा विषयमा चाहिँ यसरी अब सम्बन्ध भएको कारण छुट्यो। त्यसैले गर्दाखेरि एउटा चाहिँ के हो त विनयको शीलसँग सम्बन्धित भएको जोड्नु पुग्यो, अर्को चाहिँ दर्शनसँग जोड्नु पुग्यो नि त। त्यही कारणले गर्दाखेरि दक्षिण दिशाका सङ्ग्रहहरूले चाहिँ मुख्य अब शीलको विनयशीलको विषयमा बताउनु भएको हो, बेग्लै भयो। पछि गएर के हो त उत्तर दिशाका सङ्ग्रहहरूले चाहिँ भिक्षु महादेव यो 5 धर्म आधार धर्मसँग बताएको सिद्धान्तसँग सम्बन्ध भएकोले बेग्लै बेग्लै हुनु पुग्यो। अब यो इतिहासको कुरा बताउँदाखेरि यसमा शताब्दीको कुरामा के छ भन्दाखेरि यो चाहिँ के हो 100 देखि 100 बुद्ध परिनिर्वाण भएर 100 देखि 160 वर्ष यो चाहिँ के हो त भन्दाखेरि अब दुवैजनाले अब दक्षिण र उत्तरको भनाइ अरू मिल्दैन। बुद्ध परिनिर्वाण भएर अब जस्तो कि अब विशेष त यसमा के भनिन्छ भन्दाखेरि जस्तो कि जस्तो कि अब झेपा खोर्लोको विधो भनिन्छ विशेष त अब उहाँले चाहिँ 100 वर्षपछि 100 देखि 16 वर्ष विवाद आएको हो भनिन्छ। त्यसै गरी त्यो भएको अर्को के हो त यो इष्टवीरहरू चाहिँ के भन्नुहुन्छ भने बुद्ध परिनिर्वाण भएर 160 वर्ष श्रीलङ्काको यो महाद्वीप र त्यसै गरी अब यो महाद्वीप र दीपवंश र महावंशमा चाहिँ 160 वर्षको पछि यो बुद्ध परिनिर्वाण 160 वर्षपछि यो निकाय छुटेको हो भन्ने यसरी अब शताब्दी पनि उहाँले धेरै फरक आयो। यो चाहिँ शताब्दीको वर्ष हो। अब के हो त राजवंशको फरक यो के को फरक राजवंश मङ्गोको देव अर्थात् समितिया निकाय अनुसार चाहिँ नन्द र महापद्म राजवंशको राज्यकालमा चाहिँ यो मुख्य अब निकायहरू छुटेको हो भनिन्छ। अर्को निकायले के भन्नु त्यो होइन, त्यो बेला अब राजा थियो स्पष्ट पनि छैन। तर के हो त श्रीलङ्काको बताए मुताबिक बुद्ध वचन सङ्घलाई दोस्रो परिषद राख्ने बेला चाहिँ काला अशोकसँग सम्बन्धित भएको हो भनिन्छ। अब त्यो बेला के हो त भन्दाखेरि अब यो चाहिँ के हो त अब अशोक अब कुन चाहिँ हो दुईटा अशोक रहेछ, एउटा काला अशोक हो कि एउटा धर्म अशोक हो कि स्पष्ट छैन रहेछ। त्यही कारणले एउटा चाहिँ के हो त भन्दाखेरि अब नन्द र राजवंशको महावंश पद्मको समयमा हो भन्छ। अर्को त्यो होइन काला अशोक र धर्म अशोकको विषयमा हो भन्छ। काला अशोक हो कि धर्म अशोक यो पनि अब राजवंश छुटाउनु गएको छ, अघि पछि कुरा भएको छ। अर्थात् के हो त बुद्ध परिनिर्वाण भएर अब यो काला अशोक अब 90 देखि 118 90 वर्षदेखि 118 वर्ष उहाँ राज चलाउनु भएको रहेछ। यो राजवंशमा नमिल्ने कुरा भयो। अब तेस्रो को छ अब भिक्षु महादेव भनेको हो त भन्दाखेरि अब तिनवटा रहेछ। एउटा चाहिँ के हो छल कपट गर्ने महादेव, अर्को चाहिँ अब त पृथकजन महादेव, अर्को चाहिँ के हो त इष्टवीर महादेव। त्यसै गरी अर्को को रहेछ त भन्दाखेरि हुने क्रममा अब पहिलो के रहेछ भन्दाखेरि जुन छल कपट गर्ने अब महादेव भिक्षु महादेवको कुरा हो।
싱아 बदल भन्दाखेरि 싱아 यसमा चाहिँ के हो त तने तावाङा सिंगे लाछम बुझोरवा यो चाहिँ अब पाँच आधार धर्म अर्थात् ताते 5 दर्शन बताउने 탐제 유네 चाहिँ हो उहाँ 탐제 유네 그 딱 लाछम बुझ आदि दिने बे छामेबे के ले सुम थामा सा अब यो सर्वस्तिवाद अनुसार भनौँ अनि न सिंगा धेरै ठुलो पाप कमाउ गर्ने अनि नराम्रो अब बुवा मार्ने आमा मार्ने आराध मार्ने नराम्रो दर्शनहरू बताउने यो चाहिँ अब के हो त छलकपट गर्ने छलकपट गर्ने महादेव हो भनेर बताइन्छ यो चाहिँ स्थविरको भनौँ न सर्वस्तिवादको निकै अनुसार 정규 난den기 나라 슈데베기 탐제 유네기 데베 슝고 나는데 요한이 왔다 대한 조데 यो चाहिँ यो पाँचवटा स्रोत अर्थात् 5वटा दर्शन बताउने चाहिँ यो महादेव चाहिँ को रहेछ भन्दाखेरि उत्तर दिशाको परम्परागत आएका हुँदाखेरि यो चाहिँ चीनको अनुवादमा रहेको छ यो चाहिँ सर्वस्तिवादको निकाय अनुसार यो भित्र लेखिएको छ उहाँहरूको बताए अनुसार चाहिँ के हो त महादेव भनेको को हो त भन्दाखेरि यो सधैँ नै छलकपट गर्ने महापापी र बौद्ध धर्मलाई नष्ट गर्ने हो यसरी उहाँले लेखेको छ किन उहाँ पापी हो भनेर पाप एउटा कुकर्म गर्ने एउटा नराम्रो व्यक्तिमा त्यही कारणले अब यो उत्तर दिशाका परम्परागत आएको भिक्षु अथवा उहाँ सङ्घर्ष चाहिँ यो भिक्षु महादेव भने चाहिँ एकदम नराम्रो मान्छे हो उहाँ चाहिँ पापी हो बौद्ध धर्मलाई नष्ट गर्ने नष्ट गर्ने हो अब के हो त भिक्षुको शिला नभए तापनि भिक्षुभित्र भिक्षु जसरी बस्न चाहिँ के हो त भन्दाखेरि चाहिँ छलकपट गर्ने भिक्षु भनिन्छ यसमा अलिकति सन्देह छ के छ भन्दाखेरि यो नराम्रो भिक्षु हो यो पापी हो भने को हो त लेख्ने चाहिँ को हो त भन्दाखेरि यो चाहिँ सर्वस्तिवाद निकाय अनुसार लेखिएको तर पनि आजभोलि यसलाई विद्वानहरूले के यसमा आलोचना गर्नुहुन्छ भन्दाखेरि उहाँ चाहिँ के हो त त्यो बेलामा उहाँलाई एकदम धेरै आरोप लाग्नुको कारण आलोचना हुनु कारण के हो त भन्दाखेरि यो चाहिँ एउटा मान्छेले आरोप लगाए पनि हुनसक्छ सत्य त हुनु सक्दैन है भनेर अनुसन्धानहरूले यसरी पनि उहाँले अब बताउनु अब दोस्रो रहेको छ तीर्थजन महादेव हो चाहिँ कस्तो हो को हो त भन्दाखेरि अब कालीनमा अब छन्साङ गुरुले बताउनु उहाँले महादेव कसरी बताउनु भएको छ छन्साङ चिनको अब विद्वान हो चाइनाको उहाँले के भन्नु भन्दाखेरि महादेव भिक्षु महादेव निर्मला भएर 100 वर्षपछि उहाँ आउनुभएको हो उहाँ चाहिँ अब अशोकको बेलामा उहाँ चाहिँ अब अशोकको समयमै उहाँ हुनुहुन्थ्यो उहाँले चाहिँ अलिकति आरोप लागेको हुने भए तापनि मान्छेहरूले के हो त अलिकति आलोचना पनि गर्थे तर पनि के त उहाँ पनि प्रवचन गर्ने एकदम धेरै एकदम राम्रो भएको कारणले गर्दाखेरि अनि त्यसमा उहाँहरूलाई चाहिँ अलिकति छलकपट गरेको भिक्षु हो भनेर उहाँले बताएको रहेछ तर यो चाहिँ नराम्रो छलकपट गर्ने भिक्षु भनेर उहाँले बताउनु भएको छैन तर उहाँ छन्साङले चाहिँ को हो त भन्दाखेरि उहाँ चाहिँ एउटा ज्ञानले परिपक्व नभएको पृथकजन महादेव हो भनेर नि उहाँले छन्साङ गुरुले यसरी आफ्नो मार्ग लेखेर बताउनुहुन्छ Tema yang elen denes, lo jason Jesus, yu manga de yebun yang eme chungde, tiene. 사실 뭐 리버죠. 예배 잡아 쳐다녀도 저 군정선에 미세베 대바 된지 얘네 시스템 참배 경우에 거서 छन्साङ गुरुले के लेखेको छ त भन्दाखेरि मगध राज्यमा राजा अशोकको बेलामा बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि मगध राज्यमा अब
니즈의 너즈제발라 가와시 중심 अशोक पाल्नु भयो त्यो 디 बेला 시무르제 त्यो बेला 니데게 चाहिँ 잠이 महाभूमिमा चाहिँ अब बौद्ध धर्म फैलाउनु भयो जताततै 줄다 नाम 되다 राख्नुभयो 쩌바는 기운나 सबैले 쩌바나 버티고 쩌바 줄도 त्रिरत्नलाई प्रशंसा गर्नुभयो र प्राणीहरूलाई सही मार्गमा लगाउनु भयो त्यसै गरी 500 जना 예번 आजादहरू 소제다 파면 त्यसै गरी 나버게와 마셰베 가나 500 가와 जना 잠라 셰네 पृथकजन 가나요 भिक्षुहरू 이초 송데 सबैले उहाँलाई सत्कार सम्मान गरेर अनि पूजा गर्नुभयो गर्नुभयो त्यो को हो त भन्दाखेरि त्यो बेलामा चाहिँ पृथकजन सङ्घभित्रको महादेव भिक्षु हो त्यसरी बताइएको पृथकजन भनेको मुक्त नभएको संसारमा भोगरिएको एउटा सामान्य भिक्षु भनौँ न मुक्त नभएर बुझ्नुपर्दछ 유인디 르라가 쳐도 쇼소 수디 개번 양해메기 퇴는 직디 파바 갈라와들 손에 차기들은 윤리 된들비 쇼와세기 라자만 남게 많아वे 개번 양해메기 त्यही कारणले उहाँ चाहिँ अब धेरै ज्ञान परिपक्व भएकोले उहाँले अलिकति सिद्धान्तसँग नमिल्ने कुराहरू पछि आएर त्यसमा विवाद मच्यो भन्ने कुरा पनि यहाँ लेखेर रहेछ अनि उहाँ आराध हो कि पृथकजन हो अशोकले नबुझेको कारणले गर्दाखेरि पछि उहाँलाई धेरै सम्मान गर्ने कारण धेरै समस्याहरू पनि आलोचनाहरू भएको थियो पछि गएर यहाँ त्यो आलोचना भएको कारणले गर्दा कश्मीरमा इस्लामीहरू जानुभयो पछि अब पुरा मात्रामा पछि अर्को भिक्षुको सङ्घ हुने हुँदाखेरि यसरी दुईटा निकाय फरक दुईटा विभाजन भएको कुरा यो भनेर यसरी लेखेको रहेछ यो चाहिँ अब इष्टवीर महादेव कुरा आयो महादेव धेरै रहेछ इष्टवीर महादेव चाहिँ को हो भन्दाखेरि यो चाहिँ वेदो 딱 한달 러빙 이시에 제시아베 슈누 제라고 콜로스야 지어래 다 디나로래야 하천 뭔가지니 제라고 콜로 भनेछ यसमा चाहिँ वेदोको अर्चना 슈누 제라고 콜로 때문에 वेदोको अर्चना चक्र 균미로 가시죠 वेदोको रचना चक्र त्यो भित्र चाहिँ के छ भन्दाखेरि महादेव भन्ने दुई कुरा पता गरेको छ एउटा चाहिँ के बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि आएको अशोकपछि आएको हो जसमा चाहिँ उहाँले पाँचवटा धर्महरू अर्थात् दर्शनहरू बताउनु भयो यो चाहिँ महादेव हो भनेर बताएको छ अर्को चाहिँ के हो त भन्दाखेरि बुद्ध परिनिर्वाण भएर अब 200 वर्षपछि महादेव भन्ने आउनुभयो त्यही कारणले गर्दाखेरि यो पाँचवटा दर्शन बताउने कुरा पाँचवटा दर्शन बताउने महादेव चाहिँ को हो त भने बुद्ध परिनिर्वाण 100 वर्षपछि आएको अशोकको पालोमा आएको हो अनुवादमा पनि अब यही कुरा राखेको छ महादेव दुईटा छ है भनेर एउटा चाहिँ बुद्ध परिनिर्वाण भएर शास्त्र भगवान बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि अर्को 200 वर्षपछि आउने दुईटा महादेवहरू छ भन्ने यसरी कोरिएको छ 슈는 제라고 콜로 네 대꾸에서데 조 균율들이 나야다 균율 나로래 균율지 मैले जति यहाँ रेकर्ड राखेको छु यो चाहिँ भोटको अनुवाद अनुसार राखेको 고알래 깔라하고 싶도 돼 제가 디파지 체에서 인사를 삼삼으시도 디 체대버데 커도들이야 개인은 즉 커습체지 अब यसमा चाहिँ भोटको अनुवादमा अलिकता अक्षरहरू छुटेको जस्तो मलाई लाग्छ त्यही कारणले चीनको अनुवादको मैले जोडेको छु मैले एक समय यस्तो सुने भन्दो रहेछ बुद्ध शास्त्र भगवान बुद्ध परिनिर्वाण भएर जिनको सूर्यहरू अस्तसकेपछि 100 वर्षपछि केही समयपछि अब क्यानार्गी कुसुमापुरा भन्ने त्यो बेला एउटा राज्य थियो मगध राज्यमा त्यो बेला अब उहाँले साम्राज्य चलाउने बेलामा त्यो बेलामा त्यो त बौद्ध धर्म हुँदाखेरि नि सङ्घ पहिलो पटक यसरी विभाजित भएको हो भनेर लेखेको यो अनुवादमा यो मुख्य विभाजन हुनुको कारण के हो त भन्दाखेरि भिक्षु महादेवको 5 धर्म अर्थात् 5 दर्शनले गर्दाखेरि त्यसमा समस्याहरू धेरै विवाद भएको कारणले गर्दाखेरि दुईटा पक्षमा निकायहरू छुटिनु पुगेको हो एउटा निकाय महासङ्घिक अर्को निकाय इष्टवीर निकाय भन्ने यसरी हो त्यही कारणले चाहिँ
다다 당신 200 वर्ष शुरू छिराको खोलसा दिना लौलया ता छम्बो से ता यसमा भनौँ न धेरै कुराहरू रहेछ 당보디 जस्तो कि अब लाचुन्डो भनेको चाहिँ को त महादेव भनेको चाहिँ अब कुन पक्षमा भएको रहेछ भन्दाखेरि निबति अनि चैत्य निबति पर्वत त्यस्तै गरी अर्को गरेर अब 파천보 अपर शैला अर्को चाहिँ त्यसै गरी उत्तर शैलामा भएको कुराहरूमा 나올래야 대바민저 지 최대비 대바사도 누기를 대바 장 यो चाहिँ महासङ्घीको दुईटा तीनवटा निकाय तीनटा वर्ग रहेछ एउटा चैत्य वर्ग अर्को अपर शैला वर्ग अर्को चाहिँ उत्तर शैला वर्ग अनि यो भित्र यस्तो कुरा राखेको छ भनेको छ जुन निकाय छुट्नुको कारण 근데 누가 하천부 뒤니 버루를 하천부 아마도 하천부 수면이 버루래야 롱어주나 अब 개봐야 하는 게 있어. अब यसमा 10औं वर्षको फरक 개봐 छ 가시기 하천부 응어진이디 아니 미지 पहिलो महादेव र दोस्रो महादेव अब यो चाहिँ के हो त भन्दाखेरि व्यक्ति चाहिँ एउटै हो तर के हो त यो वर्ष अनुसार अलिकति फरक आएको छ भन्ने यसरी बताउनु हुन्छ 대야 하천부 치모텔래야 데다 루유 난데기 이제 나로래 दोस्रो चरणको यो के हो त यो महादेव भनौँ न 제제 배워스 मलाई चाहिँ के हो त महास्थविर भन्ने यसरी अब महासम्मान दिएको छ 내려서 하던 넘기 녀버로 좀 로줄을 버텔래야 내려서 라고도 अब स्थविर भने के हो त म भिक्षु भएर 10 वर्ष बितिसकेपछि अब स्थविर भनिन्छ अब भिक्षु भएर 20 वर्ष पुगेपछि महास्थविर भनिन्छ 되네 다다 루유 난데기 나로래야 이제 나로래 세대베게 마하데바스야 파천부스야디 지당이 개롱처요 말이야. 고 다들 최근 양의 맥이세 마힌다라스야. 봐. 다들 यो चाहिँ के हो त भन्दाखेरि योग्य नन्द अर्थात् दक्षिण दिशा भिक्षुहरूले बताउनु भएको महादेव भने चाहिँ के हो त भन्दाखेरि यो चाहिँ स्थविर नभएर 다나시 개본 양의 맥이 급 뒤두산에 त्यो बेला अशोकको बेला महेन्द्र वंशको बेलामा हो भन्ने बुझ्नुपर्दछ उहाँ 디나로네 야하 호초 마히사 만달라사 사사텔리아 아니 최배가 수당받았으나 त्यो बेला के हो त भन्दाखेरि अब राजा अशोकले त्यो बेला के हो त महिषमण्डलमा चाहिँ धर्म प्रवचनको लागि चाहिँ माहेश्वर भनौँ न अहिले माहेश्वरमा चाहिँ मानवलाई पठाउनु भएको रहेछ त्यही कारणले त्यो बेला चाहिँ के हो त बौद्ध धर्म फैलाउने महास्थविरको रूपमा उहाँलाई राखेको छ 중로 제라고에 콜로 나로래야 세대야게 사천부 치모디 디고디 디 중로 제라고에 콜로 나 간데 지어잖아 यो चाहिँ अब पहिलो र दोस्रो चरणको महादेव 치르무디비 버진 베키서 셰도와 무디비 군도 유지래 때네 나발라가도 중발했어 나발라가도 중세네 पहिलो चाहिँ के हो त तीर्थका दिएपछि गएर अब भिक्षु भयो भन्ने कुरा गरिन्छ पछि गएर अनि अब यो चाहिँ के हो त चैत्यमा जस्तो अब 정규 난데게 세단데다 루규 난데게 쇼니 세데비 내데 파츠부스다니 라고요데 요데스 다는 신기 루규 난데의 정규 난데 니게 이제 나로래야 호 준비 뒤지디 때만 양해를 되는 로 니게게 उत्तर दिशाका महासङ्घ महाभिक्षु त्यसै गरी उत्तर दिशाका भिक्षुहरूले चाहिँ अब यो बताउने क्रममा एउटै मान्छेहरूले राखेको छ एउटै व्यक्ति हो भनेर तर समयमा अलिकति फरक आएको छ यसरी बताएको छ यसमा मान्छे एउटै भए तापनि जन्मिने कालमा अब अलिकति बुझे अनुसार भन्ने क्रममा अलिकति तलमाथि भएको हो अब महादेवमा धेरै छ एउटा के हो पृथक मुक्ति नपाएको महादेव अर्को स्थविर महास्थविर भिक्षु बनिसकेर भिक्षु बनिसकेर 20 वर्ष बितिसकेको महास्थविरमा राखिएको छ त्यसै गरी एउटा भर्खरै अब बौद्ध धर्ममा प्रवेश गरेका महादेव तीनवटा बताएको हुँदाखेरि अब अन्तिम चरणको महादेव जुन अब स्थविर भनौँ न जस्तो कि अब यो दक्षिण र
다 갈아간서 그렇지. दक्षिण र उत्तर दिशाको दृश्यले 다 बताएको 신가 생기 बताउने 사실 मुताबिक 강지어봐. अन्तिमको चाहिँ अब हो भन्ने 나마지 बुझ्नुपर्छ 어봐. इस्टरमा 대야 इस्टरतिर 내면 भनेको 첨보래 공야보래 했으니 근데야 용디가 그래. 디수이시에 버렸잖아. 다다 탕기 되는 순바. 选账세 로마 퀴지세. अब यो 퀴지세 돼서 选账 로마 पश्चिम चुनावको 게다 मध्येपछि एकदम राम्रो हो सही मान्छे हो भने चाहिँ जनताको चेहरा खिचिले बताएको छ 슈루 제라고 콜로기 제장죠. 데 게다 전부터 개좀 집이 차리 거래. 그냥 아주 별게나 요마래. यो भोटको अनुपातमा 아이나 छैन 그다 टिमको अनुपातमा 퀴지세 यो राखिएको छ यो 코란기 제샤베기 내저죄베 사이 뒤되죠. 내저죄베 사사야디 데레 가서 아주 जुन खुइचीले एउटा नागरिक विश्वास भनिन्छ युगको चार्य भूमिको एउटा ग्रन्थ कोरिएको छ उहाँले त्यो भित्र राखेको छ यो कुराहरू चाहिँ 어떤 내저죄베 사 세난다로 याना स्टा देगा सेनान्डको 간다 त्यो पाँच भूमि भनौँ त्यसको एकदम संक्षिप्त स्रोत लेखेको छ त्यो भित्र के राखेको छ भन्दाखेरि महादेवा भनेको चाहिँ 이난라도 싱아 생긴게 사치고사야디 디버지 पाँचवटा दर्शन भए पनि हो अर्थात् पाँचवटा धर्म बताउने अनि यो महादेव चाहिँ जे भए तापनि अनि मान्छेले जति तिरस्कार गरे जति आरोप लगे तापनि पापी मान्छे हो भने तापनि उहाँ चाहिँ के हो त एउटा इच्छा गरिरहेछ नराम्रो मान्छे हो आरोप लगाएको हो खास उहाँ सही मान्छे हो मान्छेले आरोप लगाएर उहाँलाई राहले गर्दाखेरि नराम्रो मानिएको भनेर लेखेको छ यसमा के छ भन्दा महादेव भनेको चाहिँ प्रख्यात के कसरी थियो भन्दाखेरि म एकदम उत्कृष्ट भिक्षु भए त सम्मानजनक भए तापनि अरबको ज्ञान प्राप्त गर्ने समयमा अलिकता समय लाग्यो भन्दाखेरि उहाँ बाल्यकालमा राजा र मन्त्रीहरूले उहाँलाई धेरै सम्मान गरेका थिए भित्र धेरै प्रख्यात भएको कारणले गर्दाखेरि कुनै मान्छेले उहाँलाई देखि नसकेको कारणले गर्दाखेरि उहाँलाई विभिन्न आरोप आएको हुँदाखेरि त्यसले गर्दाखेरि विवाद मच्चिएको कारणले गर्दाखेरि उहाँलाई पापी मान्छे हो भने यसरी आरोप लगाएको हो त्यही कारणले उहाँले बदल्नु भएको चार धर्म अर्थात् पाँच धर्म अर्थात् पाँचवटा दर्शनमा विवाद मच्चिएको हो 딱 원래는 개발도 하고 야부 쉽지 않았어. 이내 다 차도도 당의 유도 규범 यस्तो के हो त भन्दाखेरि अर्थात् उहाँ महा एकदम प्रख्यात राम्रो गुरु थिए र त्यो भित्र धेरै मान्छे उहाँलाई मन नपरेको कारणले गर्दाखेरि उहाँ चाहिँ पापी र खत्ता मान्छे हो भनेर आरोप लागेको कारणले गर्दाखेरि डरा भएकोले उहाँलाई एकदम पापी मान्छे हो भन्ने यसरी भन्न पुगेको रहेछ भन्ने कुरा खुइची 신상고 지하가 글씨를 읽는 되네 상경량에 대비 뉴기래는 바로 따인라 되네 응원이 다 대바 캐바가 되는 저보다 소수기고 남기 यो धेरै आलोचित भएको कारणले गर्दाखेरि विभाजित मचिएको हो बुद्ध परिनिर्वाण भएको कारणले गर्दाखेरि सय वर्षपछि यो मारहरूको नराम्रो कुराहरू मचिएको फैलिएको हो 다 군대 망보 쳐버렸어. 다 군대 망보 체. आलोचना आरोप 망보 체네. लाग्यो थियो. जब 망보 영화데 뉘기래서 다른 따차디 요레스. यो विभिन्न विवाद आएको कारण के हो माराहरू भइरहनु कारण हो. मिनियादादा 된다를 जब छेदेआता. अनि दाने मिशनदाले या कदिने जी 군대 छेदेआरो. 된데게को लोक्सेसना दाले 된데게 अब मान्छे धेरै प्रख्यातमा आयो भने के हो भने नामलाई अब खुट्टामा तान्नुको लागि तल झार्नुको लागि धेरै अब षड्यन्त्र मचाउँछ त्यही कुरा भएको हो भन्ने कुरा अब खुइचीले बताउनुहुन्छ अब विशेष कुरा के हो भने त्यति अब जाँच बुझ र विश्लेषण गरेको छैन त्यही कारणले विवादहरू धेरै 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 थपिँदै जाँदाखेरि अन्तिममा यसलाई अब विवादले अब टुङ्ग्याउन सकिन्छ त्यही कारण विभिन्न आरोप लागेको कारणले गर्दाखेरि उहाँ महादेव भन्ने नराम्रो पापी मान्छे बौद्ध धर्म नष्ट गर्ने भनेर आरोप लागेको कारण दाहले गर्दाखेरि उहाँ चाहिँ अन्तिममा अब नराम्रो मान्छे हो त्यही कारणले गर्दाखेरि सर्वस्तिवादले बताएको त्यही कारणले सर्वस्तिवादले बताएको बमोजिम महादेवजी पापी मान्छे होइन भन्ने यसरी अब बताएको छैन
सर्वश्रीवादी त्यो बताए तापनि सबैले यसरी स्वीकार गरेको छैन पृथकजनको बेलामा उहाँले बताए तापनि पछि महास्थापित भएर बौद्ध धर्म फैलाउनको लागि उहाँ मैसुरमा गएर धेरै फैलाएको कोरोना गर्दाखेरि उहाँ चाहिँ नराम्रो मान्छे होइन भने पनि लेखेको छ त्यही कारणले यो भनौँ न उहाँलाई मन नपरेको कारणले गर्दाखेरि अब यो पाँचवटा दर्शनहरू चाहिँ नराम्रो हो भन्ने चाहिँ लागेको रहेछ अब यो महादेवले उहाँले बताउनु भएको अब भनौँ न उहाँ को हो त भन्ने कुरा यसको सार बताउनु पर्दाखेरि कुनै बेला महादेव भन्छ भगवान जस्तो कुनै बेला राक्षस जस्तो होइन एउटा महास्थापित जस्तो बताएको छ अगाडि पछाडि महादेव दुईटा नाम रहेछ त्यसमा कुनै अब वर्ष 10 वर्ष फरक छ कुनैले चाहिँ अब एउटै व्यक्ति हो भन्छ कसैले चाहिँ अब बेग्लै मान्छे हो भनिन्छ जे भए तापनि महादेवलाई चाहिँ राजा अशोकले सम्मान दिएको थिए त्यही कारणले गर्दाखेरि अनुसन्धान कर्मीहरूले चाहिँ अब एउटै व्यक्ति हो भन्ने पनि बताइन्छ अब यो महादेव चाहिँ अब पृथक संसारमा भौतरिएका महादेव हो कि अथवा ज्ञान परिपक्व भएको यो चुम्बा अर्थात् यो सामान्य यो महादेव हो त त्यही कारणले यो के हो के होइन भन्ने अब हामीले निर्णय लिन गाह्रो छ किन भन्दाखेरि अब कुनै निकायमा चाहिँ उहाँले एकदम सम्मान दिएको छ कुनैमा चाहिँ एकदम उहाँलाई आलोचना गरेको छ कुन चाहिँ अब सही हो भनेर हामीले बुझ्नु सक्दैन त्यही कारण उहाँ चाहिँ पापी नै हो भन्दा हामी एक पक्ष मात्रै हेरेर उहाँलाई आलोचना गर्न पनि मिल्दैन अर्को पक्षमा हेर्दाखेरि उहाँले बौद्ध धर्म फैलाएको धेरै अब राजाले सम्म उहाँले अब सम्मान दिएको छ सर्वश्रीवाद अनुसार अर्थात् कश्मीरी भिक्षुहरूले चाहिँ उहाँलाई के हो त उहाँ चाहिँ मिथ्या दृष्टिवाला भएको बौद्ध धर्म भनौँ न एउटा निकाय सङ्घको निकाय निकाय छुटेर महापापी भनेर बताएको छ तर महासङ्घीका वर्ग भिक्षुहरूले निकायमा चाहिँ के भन्छ आएन धर्म यसलाई अब फैलाउने त्यसै गरी यो दक्षिण दिशाका परम्परा आएका बौद्ध मार्गीहरूको अनुसारमा चाहिँ के हो त महादेव भने एकदम प्रख्यात र नवीन अतुलनीय महास्थापित अशोक राजाको एउटा मुख्य मूल गुरु भारतको दक्षिण दिशामा श्रीलङ्कामा बौद्ध धर्म फैलाउने महान गुरु हो शक्ति हो त्यही कारणले महादेव भनेपछि अब आलोचित मान्छे हो कि आलोचित नभएको मान्छे हो धेरै अब छुट्याउनु पहिला के हो त अब अहिले बच्चो हुँदाखेरि तिमी पापी हो कि तिमीले बाउ आमा मारेको छ कि छैन तिमीले भिक्षु मारेको छ कि मारेको छ अहिले सोध्छ पहिला के हो त अब कोही अब बुवामा आफ्नो पिता मारेर भिक्षु भएको थियो कसै माता मारेर भिक्षु भएको थियो कुनै भिक्षु मारेर लामा भिक्षुहरू बनेको थियो नि त त्यस्तो नहुनु नारायण भएको कारणले गर्दाखेरि पछि भिक्षुहरूले चाहिँ अब भिक्षु बन्नुको लागि अब माता पिता मारेको छ भनेर सोध्छ नि त विघ्नवादहरू सोध्छ कारण हो त्यही कारणले गर्दाखेरि अब यो त्यही कारणले बुवा आमा त मार्यो होइन यो महादेवले पहिला अब भिक्षु भएको थिएन नि त केही थाहा थिएन नि पछि एक दिनमा उहाँले यो अब बाउ आमा मार्यो भने पापहरू अब शुद्ध हुनु गाह्रो हुन्छ भन्ने कुरा पछि गएर यो बताएको हुँदाखेरि अनि पछि यो महादेव भनौँ न महादेवले यो सुनिसकेपछि अब
माता पिता पारे तापनि पापले धनी मौका पाएर अब पाप चाहिँ धुन सकिन्छ शुद्ध हुन सकिन्छ भन्ने कुरा अब एउटा मन्दिरमा बिहारमा सुन्दाखेरि त्यो कुरा अब त्यही कुरा चाहिँ अब अस्ति स्थावीरहरूले लेखेको थियो नि त्यही कुरा हो यो गेसे기 차도 송하데 디 테나 경호시 관계 디벨에서 겨와 있는 곳에 민들지는 좋아하던 지겐디는 지난 줄서 카데서 트렌 디스타 디벨에게 가고 뉴기 내다가 나더라도 중원 냠네더니 다 알아도 중벌에 त्यो कारणले यो जे त वनमा एक त्यहाँ जाने बेलामा एउटा भिक्षुले चाहिँ जति सक्दो पाप गरे तापनि पापलाई चाहिँ धर्मले धुन सकिन्छ पुण्य कर्मले जस्तो कि जतिसुकै बादल लागे जतिसुकै बादल बाक्लो लागे तापनि घाम कुनै समयमा बादलहरू हटेर टन्डलपुर घाम लाग्यो जस्तै पापहरू पनि त्यसरी पुण्यको घामद्वारा नराम्रो पापको बादललाई हटाउन सकिन्छ भन्ने सुन्ने बित्तिकै महादेव खुसी भएर भिक्षु बन्नुभएको थियो त्यहाँदेखि अनि यसरी पापले मैले माता पिता र आनन्द मारेको पापको धुन सकिँदो रहेछ भनेर भिक्षु भयो भनेर यसरी अब उहाँ धेरै उद्यम र मिहिनेत गरेर उहाँ मुक्त हुनुभयो भन्ने कुरा पनि लेखेको छ त्यही कारणले त्यसै गरी अब आर्य नागार्जुनले सूर्य लेखाभित्र पनि लेखेको छ कुनै बेलामा देउसी समयमा होसियार नभएको कारणले गर्दाखेरि अनि पाप गर्ने जस्तो कि घाउ सोर्थे भन्ने कुराहरू रहेको छ नि हो भन्ने बताएको छ यो चाहिँ के हो त भन्दाखेरि अब लाक्षेपो भने चाहिँ अब धेरै कुरा चाहिँ भनौँ न एउटै मान्छेलाई लागेको जस्तो कि अनि यो चाहिँ के हो त अब यो बाउ आमा मार्ने धेरै पहिला मान्छे धेरै थियो नि त पाप गऱ्यो भने यसै त हुन्छ भनेर अब एउटा महादेवलाई सबै गरेको अब एउटा नाममा उहाँले पनि गरेको हुँदाखेरि अब भनौँ न उहाँले राखेको हो कि जस्तो लाग्छ किन भन्दाखेरि अब आमा मार्यो भने यस्तो यस्तो पाप लाग्छ धेरै भएको छ सबैको नाम त राख्न सक्दैन नि एउटा नाम दिएर अब त्यो बेला धेरै आलोचना राखेको हुँदाखेरि नराम्रो अब मान्छेले आरोप लगाएको हुँदाखेरि महादेवलाई एउटा नाम राखेको हो कि जस्तो मलाई लाग्छ उहाँले नगरे तापनि अब यो पाँचवटा आधार धर्म चाहिँ अब यो महादेवले बताएको हो कि होइन कुरा अब यसमा धेरै अब यो विशेष गरी यो के हो त 18वटा निकायमा यो छुट्टिए नि त निकायहरू अब यो 18 निकायको शास्त्र चाहिँ अब कहाँदेखि आयो के हो त भन्दाखेरि यसमा अब धेरै अनुवादहरू रहेको छ विभिन्न जस्तो कि झेटको बिखोर्लो हो भनिन्छ त्यसरी यसलाई अब यो जस्तो कि यो यसमा 18 निकायको शास्त्रमा चाहिँ ग्रन्थहरूमा झेटको बिखोर्लो भन्ने एउटा किताबको नाम छ ग्रन्थ त्यो भित्र यसमा भिग्रो बताएको छ यो चाहिँ अब थङको बेलामा यो अनुवाद गरेको रहेछ यो चाहिँ अब रोजी सुनु आदिले यो अनुवाद गर्नुभएको रहेछ पछि यो अनुवाद कर्मीहरूले चाहिँ यो के हो त भन्दाखेरि याना देम्बा यो अनुवादकले अनुवाद गरेको हो भन्दाखेरि अलिकति बेग्लै पनि बताएको छ यसमा के अनुसन्धान गर्न सकिन्छ भन्दाखेरि यो चाहिँ अब यसमा अब अनुवाद गर्ने क्रममा अब यसलाई लु खास एउटामा नु भनेको छ खास यहाँ लु भनेर लेखेको छ लु हो यो अनुवाद गर्ने यसमा चाहिँ के हो त अब 3 जना भिक्षुहरूले चाहिँ यो 5वटा दर्शनहरू बताएको थियो भने बापत अनि यो महादेवले 5वटा दर्शन बताएको हो भनेर लेखेको छ है यसमा
युजी के होता भन्दाखेरि अब पहिलो अनुवाद हो 다 때네 디 제래야 सुनेको 어디 제가 양가 कभी 되면 खोलो 루시아베 भन्छ 슝루 치라케베 콜로 지요 다디 민리아 대바 타제바 집 대주스 거래 저는도 딱 슝루 치라케베 콜로 근규치 차디요 युजी के होता अब 18 निकायहरू छुटिएर शास्त्र भनौँ न युजी पहिलो अब अनुवाद रहेको छ अनुवाद गरेका जुन gindu deshi siabares gindu deshi minda shige ne siabares यो बेला के छ भन्दाखेरि अब चार निकायले बताएको हो भन्ने gindu भनेको छ denam shijin thorne gindu gi dela nabashiri yuichimbe gindu 타고 gindu 마음도 되게 gindu 내den기 gindu gindu gi deshi bodi 치르베 나버샤베 용아세 템버 체소 용아버디 यसमा के छ भन्दाखेरि यसरी विभिन्न निकायहरू छुट्नु कारण चाहिँ यता चारवटा सङ्घहरू बताएको रहेछ महाक्षेत्रको सङ्घ त्यसै गरी अब तल्लो सङ्घ समितीय सङ्घ त्यसै गरी विष्णवीय सङ्घ भनेर बताएको छ चारवटा सङ्घको निकायहरू छुटेको थियो भन्ने बताएको छ gindu deshi wo dege ane gyunga de shebre gyunga sana tawanga चारवटा निकायको सङ्घहरूले चाहिँ पाँचवटा अब यो दर्शनहरू बताएको थिए भन्ने कुरा हुँदाखेरि यो महादेवले भिक्षु महादेवले बताएको कुरा के भन्छ याङ्दाको देम्बा भन्ने अनुवादहरूले अब दोस्रो चरणको यो उहाँले धेरै प्राचीन अनुवादमा यो दोस्रो चरणको अनुवाद रहेको छ यो चाहिँ उहाँले चाहिँ के हो त भन्दाखेरि यो चाहिँ महादेवले बताएको हो भनेर बताएको छैन महादेवले बताएको हो भनेर लेखेको छैन यो टेक्निक चाहिँ के हो त को हो त भन्दाखेरि अब बाबा विवेकले लेखेको हो भनी भनिन्छ तोके घरमा भन्ने नाम यो अब विवेकले लेखेको हो के भित्र पनि राखेको छ यो देवा थाते भन्नमा अनि के बाबा विवेकले के लेखेको रहेछ भन्दाखेरि भगवान बुद्ध परिनिर्वाण भइसकेर 100 वर्षपछि 136 वर्ष पुगिसकेपछि घाउ महापद्मा त्यस्तै गरी पतरी पुत्रमा बौद्ध धर्म संकलन गर्ने क्रममा कुनै बेला के भयो नराम्रो अब राक्षसहरूको एउटा रूप आएर बौद्ध धर्महरू दुईटा निकायहरू सुझाउनु पुग्यो त्यो बेला के हो त विभिन्न रूपहरू देखाएर अब त्यो बेला के हो त विभाजित हुनेमा अब स्थापित नागा भएको कारणले गर्दाखेरि यसरी दुईटा निकायहरू छुटिनु पुग्यो अब त्यसरी त्यो भएको लेखेको छ त्यो बेलामा महादेवा भिक्षुले यसरी बौद्ध धर्मको धर्मलाई विभाजित गर्नको लागि दुईटा निकायहरू सँग छुट्यायो भने चाहिँ लेखेको छ रहेछ यो चाहिँ बाबा विवेकले यसरी बताउनु भएको रहेछ लेखिदिन्छ यो दुईटा ane gelong la chimbe gu so jong don de be gin jule ya ane tana mari bai lu sa de sije de gyor che ne अब तारानाथको अब लेखक अनुसार चाहिँ के हो त महादेवले उपस्थित गर्ने क्रममा अब प्रतिमा सूत्र अब उहाँले पढ्नु भयो त्यो बेला अब भनौँ न उहाँले आफ्नै अब लेखक अनुसार रचना बतायो त्यो चाहिँ अब के हो त यो चाहिँ त्यहाँ हुने स्थापितहरूलाई मन पराएन त्यो बेला विवाद भएको थियो कुरा आयो अगाडि उहाँ महादेव परिणत मरिसकेपछि निधन भइसकेपछि भिक्षु भद्र भन्ने आएको थियो पछि त पापीको एउटा रूप हो कुरा लेखेको छ महादेवले बताएको कुरा फेरि यो भिक्षु भद्रले फेरि फैलायो बताएको हुँदै विवादमा चेक हो भन्दाखेरि तारानाथले
사천부 송여하래 시가 송여하래 이내 대단 대바 개베 보는 저바 예바티 세바 송여하네 त्यही कारणले 근데 गर्दाखेरि 지금 यो 나라래 개론 사천보다 시행고 파지 세바 민도삼 저거도 बुधनको 장난기 개베 धर्मभित्र 사사 चाहिँ 머드 벤데 भिक्षु महादेवबाट 때문에 야 미스 괜찮지 पाँचवटा 그래 धर्मको स्पष्ट 장난기 कोरिएको 개베 छैन 사사 머드 벤제나 권상하나 जनाङ्गो 셔볼라서 봐 개바 카시기 मध्य पेन्सन त्यसै गरी अब पाँचौँ 다들 दलाइ लामा 루엔 메인 उनीहरूले चाहिँ 비슈주 여러분 루엔 메인 비슈주 अब 사드 생겨는 अनु 거네 녀다 라용이 소리서는 개론 라천보다 송도와 उहाँले चाहिँ के गर्दा भन्दाखेरि जुन अब हामीले 개론 मिल्न 라천보 야 यसलाई 개론 स्वीकार गर्न 라천보다 नहुने 예바도 직 퇴바 10वटा धर्म चाहिँ यो 가나 भिक्षु 루엔 메인 महादेवले 비슈주 बताउनु भएको हो भनेर 개론 बताइरहेको 라천보다 छ 드네는 산에 딱그 루엔 메인 비슈주 셰인데 산 디셰도 거두니베 제바래 송도와 अनि ताइने यसलाई स्पष्ट गर्नुको लागि नै 루엔 메인 यो नि 비슈주 दोस्रो रुवन बुद्धबाट रुवन सम्मेलन सेब पञ्च राखेको थियो भन्ने बताएको छ 사천부 이민들 세부 쉬고 하러 드네도 직전에 시주도 신가 넣어서 말로 samsara bja nga tene je thobo sasro wa त्यही कारणले गर्दाखेरि अब अब यो 10 धर्मदेखि अब निकाय छुटेको हो कि यो पाँचवटा भनौँ न धर्म दर्शनलेदेखि अब यो निकाय छुटेको हो कुन चाहिँ हो यसमा अब हामीले 나는 지주 선언 제모다 गर्नु रहेछ यसमा धेरै सङ्कट धेरै अब अबुझ धेरै रहेछ 이기 콩을 장한체네 다 디나로라 사천부 치머치 송여봐 사천부 치머디 사천부 아마디 디나로 여마르디네 사천부 치머지 여봐 사천부 치머디 송여래 사천부 치머디 त्यसै कारणले गर्दाखेरि 텔바 콩제체네 아니 कदिदिसान गेलों हाचन बसे आदिने 직 중발에 디기 추어 로바디 순지 배치해도 아니 거두 숨바 채버레스 거두 숨바 채아 김센데 아니 गेलों हाचन बसे आदिले 투여레스 दिने सुंबोआ त्यही कारणले गर्दाखेरि यो भनौँ न विभिन्न धर्म विभिन्न कुराहरू मच्यो त्यहाँ निकायहरू छुटेर गयो त्यो निकाय छुटिनु त्यसलाई फेरि अब सफा गर्नुको लागि विभिन्न त्यहाँदेखि अब 18 निकायहरू छुटेको रहेछ त्यसलाई के हो सबै अब सफा पार्नुको लागि एकीकरणको लागि अब तेस्रो बुद्धको सम्मेलन गर्ने अब बैठक राखेको रहेछ त्यहाँदेखि बताएको छ 다 간다 케바 망부 싶으시기 가르친 거였으나 디 त्यो बेला के हो त भने लु भन्ने एउटा व्यक्ति आउनु भएर फेरि 18वटा निकाय छुटेको कारणले गर्दाखेरि अनि बौद्ध धर्मको भनौँ न निकाय यसरी छुट्यो भने यो कसले गर्यो भन्दाखेरि यो लु भन्ने यसरी निकायहरू छुट्याएको हो भन्ने कुरा पनि बोलेको रहेछ 근데 관례 năng 얘는 얘 사나 뒤디도 제스 야제 상부 मेरो विचारमा यो 상부 탐지기 미디움이 초스 주바스 마제고 상부사도 미치기 미사를 삼정도 뒤디도지 상부 탐지기 미디움이 차도 거고 미디움이 초 차도 거고 상부사도 야보스 거고 야보 탐지기 미디움이 초스 다 दिक्दुजेन संभव भने एउटा मान्छे नभएर नराम्रो दिक्दुजेनहरु के हो त सबै राम्रो मान्छेहरु के हो त 상부사도 미인사를 삼정도 다 니나는 얘기 고알 렌다 제비나 गेलोंके 차제 쟁기다 뒤디도 쟁기 두바 गेलोंके 차제 쟁기 중벌에 사지 마도 디민을 가르스에 세버데미 도삼죠 मेरो विचारमा चाहिँ यो दिक्दुजेन भनेको नराम्रो रूप लिएर अब बौद्ध चाहिँ सबै राम्रो पक्षहरू राम्रो पक्षहरू चाहिँ हटाएको रहेछ भन्ने बुझिन्छ त्यही कारणले संघो भनेको चाहिँ दुधिदुध नभएर बौद्ध धर्मलाई चाहिँ नराम्रो मान्छेहरूले चाहिँ राम्रो पक्षको कुराहरू चाहिँ अब ध्वस्त पारेको हो विचारहरू जस्तो लाग्छ मलाई त्यो पछि कसले पछ्याएछ भन्दाखेरि अब निदेन लु स्टाबेर लु नागा भन्दाखेरि यसरी अब पछ्याएको कारणले गर्दाखेरि पछि विवाद यसरी वञ्चित गएको रहेछ भन्ने बुझ्नुपर्छ छ पछि यसलाई फेरि निरन्तर दिन चाहन्छु आजको लागि म यतिमै टुङ्गाउन चाहन्छु भगवानको सर्वमङ्गलम